नमस्कार, यहाँलाई स्वागत छ मेरो गाउँघर युट्युब च्यानलमा। फेरि आज पनि म अर्को नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको नयाँ भिडियोमा के छ त भनेर जान्नको लागि हजुरहरूले यसलाई स्किप नगरी हेर्नुपर्ने हुन्छ र सुन्नुपर्ने पनि हुन्छ है। के छ त भने आजको नयाँ भिडियोमा दुई किसिमको फलहरूको बारेमा सामान्य जानकारी लिएर आएको छु म। त्यसमा हजुरहरूले यसलाई जान्नको लागि र बुझ्नको लागि कस्तो कस्तो के फलहरू रहेछन् त भनेर जान्नको लागि हजुरहरूले भिडियो हेर्नुपर्ने हुन्छ। अब हेर्दै गर्नुहोला भिडियो। हेर्नुहोस् है त, यो पहिलो फलको नाम के हो यहाँ तपाईँहरूले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। मैले लेखिदिएको पनि छु। यसको दुईवटा नाम छन्। यो ठाउँ अनुसार यसलाई फरक फरक नामले चिनिँदो रहेछ। गुहेली पनि भन्दा रहेछन्, मुस्लेरी पनि हामी भनेर भन्छ हाम्रो यहाँ चाहिँ। त यसको अङ्ग्रेजी नाम चाहिँ सिल्भरबेरी भनेर देखायो। मैले खोजी गरेँ, त्यो देखेँ। अनि हजुरहरू पनि जान्न सक्नुहुन्छ, बुझ्न सक्नुहुनेछ है। हेर्दै गर्नुहोस्। यो हो, यो स्वादमा अमिलो हुन्छ। अलि बेसी पाकिसकेपछि अलि बढी गुलियो र अमिलो पनि हुन्छ। भने अलि बेसी नपाक्दाको समयमा यो बढी अमिलो नै हुन्छ है। यसको नाम ठाउँ अनुसार फरक फरक दिइएको पाइयो। हामीले चाहिँ यहाँ मुस्लेरी भनेर चिन्छौँ, र यसलाई गुहेली पनि भन्दा रहेछन्, र अरू नामहरू पनि यसको थुप्रै भेटियो। ठाउँ अनुसार फरक फरक नाम दिएको रहेछ यसलाई। अब अङ्ग्रेजीमा चाहिँ सिल्भरबेरी भनेर देखायो। यो सिल्भरबेरी अथवा गुहेली अथवा मुस्लेरी। यो खाँदा अमिलो, बढी अमिलो हुन्छ। अनि अलिक बढी पाकेपछि बढी गुलियो र कम अमिलो हुन्छ। यसको बुट्टा चाहिँ कस्तो हुन्छ भने बुट्यान टाइपको, झाँगिएको बोट हुन्छ यसको। अब हामी अर्को फल भएतिर जाँदैछौँ। यो हो काउरो पनि भन्छन् र काब्रो पनि भन्छन् कसैले। यो गाई बस्तुहरूले घाँस रुचाउँछ यसको, जुन यो अहिले कोकोना अवस्थामा पलाउने पालुवा लागेको अवस्थामा छ। यसलाई हामी तरकारीको रूपमा पनि खान सक्छौँ। यो स्वादमा अमिलो हुन्छ। यो अलिक फक्रिसकेको छ। यसलाई तरकारी बनाएर नि खान सकिन्छ। यसको घाँस चाहिँ गाई बस्तुहरूले मन पराउँछ, मन पराएरै खाने गर्छन्। पुग्यौँ हामी। रुखमा चढ्दैछु म अब। यो चाहिँ रुख टाइपकै छ। यसको बुट्टा यसको रुख टाइपकै छ। यो चाहिँ हो स्टार फ्रुट भनेर चिन्छौँ। कसैले मदानी भनेर पनि भन्दा रहेछन्, र कसैले चारपाटे के भनेर पनि यसलाई नाम दिँदो रहेछ। यसको नाम चाहिँ स्टार फ्रुट। यसको बुट्टा चाहिँ रुख टाइपको छ। हेर्दै गर्नुहोस्। मैले यसको फल टिप्दैछु।
यो खाँदा यो पनि अमिलो टाइपकै फल हो। यो अलिक पाकेको चाहिँ गुलियो हुन्छ, अलि नपाकेको चाहिँ अलि अमिलै हुन्छ। यसलाई सलादको रूपमा पनि हामी खान सक्छौँ। मलाई चाहिँ यसको बास्ना एकदमै मनपर्छ। हजुरको आँखा त रातो भएको छ है। के फल्दो रहेछ? त्यो त कस्तो विस्तृत छ। यति बेला रुखमा फलहरू निख्रिसकेको अवस्था छ। यो वर्षकै अन्तिम फलहरू मैले टिपेँ। अब यो के अरे फल निक्लेको समय परेको छ कि हजुरहरू हेर्दै गर्नु। फल सकिएको अवस्था छ। अब झर्छु सकियो होइन? देखेछ तलबाट र के छैन? होइन सकियो होला। यो नै यो वर्षको अन्तिम होला। कहिले फुल्छ बजै यसले? अब त्यो पालुवा लागेछ। पुरा यो दाइ यसको पालुवा लागेछ चाहिँ पलाउँदैछ कि भएन क्या यो सेपमा है सेपमा झर्ने उसिन पऱ्यो न। अब झर्ने कसरी भन्ने लागिरहेको छु। फुङ्गाल्नु अब त्यहाँबाट ल। मङ्की क्लाइम्ब ट्री। त्यो चराहरू पनि कराइराखेको आवाज आइरहेको छ। स्टार फ्रुट पनि टिपियो। यो त अलि यस्तो कुहिएको छ कि स्टार फ्रुट पनि टिपियो रुखमा चढेर। अहिलेलाई सकियो यो वर्षको फल। फेरि अर्को वर्ष यो सिल्भर बेरी टिपेर अनि यो स्टार फ्रुट टिप्न कति गएको हामी। कतिजनालाई थाहा छ, कतिजनालाई थाहा छैन कि यो फल कस्तो के हो भनेर। यसको नाम हो स्टार फ्रुट। यो चाहिँ सलादको रूपमा नि हामी खान सक्छौँ। यसलाई प्रयोग गर्न सक्छौँ। एकदमै मिठो 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 हुन्छ। भिडियो कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्टमा लेखिदिनु होला। यहाँ भरि भुइँभरि भराल्दै थियो। अर्को अलिक गुलियो खाले कालो खाले मेरो ठिक छ होला। पाकेको अलिक बेसी पाकेको यस्तो कोही के हुन्छ नि यस्तो 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 झुस हुन्छ क्या यो हेऱ्यो। त्यही भएर यसलाई यसको चया हुन्छ कि त्यहाँ धोए पनि हुन्छ तर यसको पातको पछाडिपट्टि सिल्भर जस्तो सेतो सेतो देखिन्छ नि त। त्यही भएर सायद यसलाई सिल्भर बेरी भनेर नाम दिएको होला। यो अलि जान्छ नि त यो यसको यो खै यस्तो के भन्छ यसको जुस के जुस कत्ला कत्ला झुस यसको जान्छको यो जान्छ। अनि त्यही भएर मैले यसरी पुछेको। अब यसलाई चाहिँ अब यो पुछियो के अब पुछिसकेँ। अब यसलाई खाने हो कि यसरी पुरै यसको झुस लागेछ। फेरि यसको आफ्नै झुस थियो। फेरि कपडाको झुस। चराहरूको चिरबिरी चिरबिरी आवाज पनि आइरहेको छ। यसरी खाने हो कि सायद यो रेकर्डमा कैद भएको हुनसक्छ। अमिलो अमिलो गुलियो गुलियो मिठो छ। अलि बेसी अमिलो छ यो किन भन्दा अलि मजासित पाकेको छैन कि यीभित्र यसलाई अचार बिउहरू बनाएर पनि खान सकिन्छ। अचारहरू पनि बनाउन मिल्छ। यसको बिउ यस्तो हुन्छ। यसको भित्र बिया हुन्छ, दाना बिउ हुन्छ।
छ त नि यत्रो यहाँ के यो खाएको सक्यो यो अलिक बेसी पाकिसकेको छैन त्यही भएर यो अलिक बढी नै अमिलो छ हस् धन्यवाद भिडियो हेरिदिनु भयो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन सक्नुहुनेछ नयाँ हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला यति भन्दै यो भिडियोबाट बिदा हुन्छु फेरि अर्को भिडियोमा भेटौँला